यस्तै छ है साथीभाइ। श्रमदान आफ्नै गाउँ जाने रोडमा एक्लै बाटो बनाउँदैछु। श्रमदान गरे हुँदैछ यार। कतै हाम्रो बाटोको निरीक्षण गरिदिनु हुन्छ कि हाम्रो सरकारले, अनि मात्रै कन्ट्र्याक्टरले काम गर्नुहुने रहेछ। नभए त मेरो काम त सकेको भनिहाल्दो रहेछ। रोड त मागियो, काम अपुरो, यस्तै छ। काम गरेन भन्छ ल, रोडमा काम गरे हुँदैछ है साथीभाइ। यति काम गरेन भने त गाडी यसरी ठेलाइ हुन्छ नि साथीभाइ। आम्मा कुदाउनु कि ठेल्नु, पेसेन्जरलाई ठेल्नु लाउनु कि उनीहरू गाडी भनेर चढेको हुन्छ रिजर्भमा, गाडी ठेलाइ भयो भने त अन्त यो रोडमा त होइन। आम्मा भएन नि। अन्त ड्राइभरले नै यसो रोड बनाउँदै हिँड्ला जस्तो छ अब चाहिँ। अन्त गाडी कुदेन भने त ट्याक्स कहाँबाट तिर्नु? अन्त ड्राइभरले नै रोड बनाउला जस्तो छ है साथीभाइ। अब नभए त फेरि यस्तो ठेलाइ होला जस्तो छ है। रोड पनि ड्राइभरले बनाउनु, ट्याक्स बढिरहेछ, त्यो ट्याक्सको पैसा पनि दिनु। ड्राइभरको हरिबिजोक। अब यो रोड बनाएन भने फेरि गाडी बिग्रिन्छ, त्यहाँदेखि अलिअलि बिगार्नै पर्यो गाडी पनि। ग्यारेज नभए त फेरि सिलगढी गइहाल्छ नि ग्यारेज। कमाइ नै छैन भनिहाल्छ। फेरि गाडी कुदेन भने दोकान पनि सुक्छ, दोकानमा पनि जानै पर्यो। ड्राइभरको त उपाय छैन हौ साथीभाइ। कि गाडी नै